2082 साल 9 महिना 17 गते अन्दाजी बेलुकी 7:45 बजेको समयमा हेटौडा उपमहानगरपालिका वडा नम्बर 11 थाना बर्याङ स्थित हाम्रो ट्राफिकको चेक पोइन्ट रहेको हुन्छ। उक्त चेक पोइन्टमा चेक जाँच गर्ने क्रममा एउटा रातो इन्डिका कार आउँछ। रातो इन्डिका कारलाई ट्राफिकको प्रहरी जवानले ब्रेथलाइजर लगाई चेक जाँच गर्ने क्रममा उक्त गाडीको चालकले एक्कासी सिसा बन्द गरी भाग्ने क्रममा ट्राफिकको जवानलाई अन्दाजी 10 मिटर जति घिसारेर लगेको र घाइते बनाएको घटनाको सम्बन्धमा उक्त गाडी बाज खर्च 8409 नम्बरको रातो इन्डिका कार र उक्त गाडीमा रहेको ट्राफिकले चेक जाँच गर्ने क्रममा प्रयोग गर्ने मापसी चेक जाँच गर्ने क्रममा प्रयोग गर्ने ब्रेथलाइजर एउटा र चालक हेटौडा उपमहानगरपालिका वडा नम्बर 4 बस्ने वर्ष 46 को वासुदेव आचार्यलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बेहोरा अनुरोध गर्न चाहन्छु।